र साथीहरू हामी चाहिँ अहिले यहाँ यता आउनु विशाल भाइको दोकानमा छौँ हो। विशाल भाइको दोकानमा यहाँनिर हेर्नुहोस् हाम्रो साथी, वो चाहिँ मेरो साथी हो उसको दोकान हो। हेर्नुहोस् एकदम दोकान दामी छ। हेर्नुहोस् हरेक चिज पाउँछ यो दोकानमा चाहिँ। हेर्नुहोस् चामलदेखि लिएर एकदम हेर्नुहोस् हरेक चिज एभाइलेबल यहाँ दोकानमा छ। यी म त सबै देखाउँदैछु दोकान घुमेर। एकदमै राम्रो छ है। र यो चाहिँ कहाँ छ भन्दाखेरि यो चाहिँ के अरे यो जग्गाको नाम अगमसिंह नगर। यहाँनिर तपाईँहरू आउनुभयो भने दोकान यहाँनिर आउनुभयो भनेदेखि तपाईँलाई एकदम सस्तो दाममा दिन्छ। अभाइलेबल दाम छ, दाम पनि एकदम ठिकठाक छ है। बाँकीमा पनि दिइहाल्छ उहाँले, तर महिनामा त एकदम क्यास दिनुपर्छ पैसा। बाँकीमा पनि दिइहाल्छ, कोही दिक्कत छैन होइन। महिनामा दिनु पर्यो क्यास होइन, कोही दिक्कत छैन। एकदम हाम्रो साथी एकदम राम्रो छ है गाइस। अब हामी जाँदैछौँ यहाँनिर एकछिन आएको थियौँ पावर ब्याङ्क लिनुको अलिकति मलाई जरुरत थियो है। मेरो विशाल भाइदेखि अलिकति लिएँ किनकि कति बेला अब ब्याट्री अफ हुन्छ थाहा हुँदैन। र गाइस अब अगाडि फेरि भेट्नेछौँ है। हामी अब यहाँदेखि अगाडि निक्लिनेछौँ। ओके। र साथीहरू अहिले चाहिँ हामी सुकुनातिर लागिरहेका छौँ किनकि अलिकति फ्युल कम्ती थियो, त्यसले गर्दा पेट्रोल पम्पमा गएर अलिकति हामीले फ्युल भराएर चाहिँ हामी निस्किरहेका छौँ। मौसम त एकदम राम्रो छ गाइस। हेर्नुहोस् यो चाहिँ हो सुकुना। आज बहुत दिनों बाद हामी दार्जिलिङतिर लागिरहेको छौँ, खरसाङ दार्जिलिङ। हेरौँ कस्तो छ किनकि अहिले ट्राफिक एकदमै यो अहिले के हो कि सिजनको टाइम हो, त्यसले गर्दाखेरि ज्यादा ही भिडभाड चलिरहेको छ। हेरौँ कस्तो हुन्छ ट्राफिक। र साथीभाइ अहिले चाहिँ हामी सुकुना फरेस्ट लाइनमा आइपुग्यौँ। यो चाहिँ फरेस्ट लाइन हो। हेर्नुहोस् चारैतिर सखुवाको रुख लागेको छ, एकदम सैगुन र सालको रुखले भरिएको छ। धेरै ठुलो जङ्गल छ यतातिर। कहिलेकाहीँ हात्ती पनि त निस्किनु सक्छ यता त, हात्तीको पनि डर हुन्छ यता। राति हिँड्नु अलिक डरै हुन्छ, पुरा जङ्गलै जङ्गल। हेर्नुहोस् तर रोड चाहिँ के भने रोड त एकदमै राम्रो छ यहाँको। ज्यादा टुरिस्टहरू आउँछ यहाँनिर। जति पनि अब बिहार कलकत्ता दिल्लीहरूबाट जति पनि हुन्छ त टुरिस्टहरू यता नै आउँछ किनकि यहाँनिर राम्रो राम्रो भ्यूहरू छ। जस्तो दार्जिलिङ गयो, खरसाङ गयो, धेरै राम्रो राम्रो भ्यू देखिन्छ। किनकि अहिले त सिजनको टाइम हो, त्यसले गर्दाखेरि गाडी पनि धेरै चलिरहेको छ, धेरै भिडभाड पनि छ। हेर्नुपर्छ माथि अब पहाडमा मौसम कस्तो छ। यहाँ त मौसम एकदम ठिकै छ, मजाले घाम लागिरहेको छ। अब माथि चाहिँ के कसो गएर बुझिन्छ। ठिकै छ गाइस। अब फेरि जब हामी पहाडको बाटोतिर लाग्छौँ त्यति बेला फेरि हामी भिडियो सुट गर्नेछौँ। र तबसम्मको लागि ओके गाइस। र साथीहरू अहिले चाहिँ हामी सिमुलबारी क्रस गऱ्यौँ है। चेकपोस्ट जुन चाहिँ छ चेकपोस्ट क्रस गरेर हामी लागिरहेको छौँ अब खरसाङपट्टि। यो हो रोहिणी रोड। के हो मौसम एकदमै चेन्ज भयो है। मजाले घाम लागिरहेको थियो सिलगढीमा, तर अहिले यहाँ चाहिँ के भनेदेखि एकदमै बादल छाइरहेको छ, डर पनि लाग्दैछ।
पानी पर्यो भने चाहिँ बिजोग हुने रहेछ किनकि माथि हेर्नुहोस् पहाडमा एकदमै बादल छाएको रहेछ पुरा अँध्यारो देखिँदैछ ठिकै छ अगर मौसम राम्रो भयो भने ठिकै छ नभए अब त्यतिकै नै घुमघाम गरेर हल्का फर्किने छौँ र साथी हो अहिले चाहिँ हामी टोल ब्रिज आइपुग्यौँ है अब हेर्नुहोस् माथि हेर्नुहोस् एकदम कोरा छाएको छ एकदम बादल पुरा छाएको छ पहाडतर्फ हामी अहिले लागिसकेका छौँ यहाँ चाहिँ हामीले टोल ट्याक्स दिनुपर्छ यहाँ अहिले हामी टोल ट्याक्स तिरेर फेरि हामी अघि बढ्नुपर्छ हेर्नुहोस् गाडी एकदम जाम लाग्यो यहाँ चाहिँ टोल ट्याक्स काटेर मात्रै अघि बढ्नु पाइन्छ लु साथीहरू यहाँ चाहिँ हेर्नुहोस् है एकदमै जाम लागेको रहेछ यस्तै अहिले सिजनको टाइमले गर्दाखेरि गाडी चलाउनु धेरै साह्रो पर्छ धेरै गाह्रो नै छ हेर्नुहोस् यहाँ माथिसम्म नै जामै जाम लागेको छ पुरा एकदम गाडी अहिले चाहिँ हामी पहाडपट्टि लाग्यौँ सुकुना यो त सुकुना रोड हो सुकुनापट्टि सुकुना अरे यो के भन्छ रोहिणी रोडपट्टि लाग्यौँ हामी हेर्नुहोस् गाडी यहाँसम्म चाहिँ जाम रहेछ बिस्तारै निस्किनु पर्यो हामी चाहिँ यो चाहिँ एउटा सानोतिनो रेस्टुरेन्टहरू हो यहाँ चाहिँ अब जति पनि टुरिस्टहरू आउँछ यहाँनिर खानाहरू खानु रेस्ट गर्नु हल्का एकदमै दामी मौसम त ठिकै छ लगभग मिलाएर भनौँ भने ठिकठाकै हो अहिले त घाम लागि नै रहेको छ हल्का तर चिसो स्टार्ट भयो यहाँ त चिसो हो जति हामी पहाड चढ्दैछौँ त्यति नै चिसो हुँदै जाँदैछ टुरिस्टहरूले पुरै एकदम सब टुरिस्टहरू भिडियो बनाउँदै जाँदैछ धेरै माथि आइपुग्यौँ हामी अहिले खोर्साङ लगभग यहाँबाट अझै लाग्छ होला 45 मिनट माथि नै आइपुग्यौँ हामी हेर्नुहोस् पुरा जङ्गल बाटो हेर्नुहोस् कति मौरो बाटो छ र हेर्नुहोस् गाइस यहाँनिर यति डरलाग्दो जाम लागेको छ माथिसम्म नै त्यसले गर्दा एकछिन यहाँनिर गाडी रोकेर चाहिँ यहाँ हल्का भिडियो बनाउँदैछु मैले हेर्नुहोस् मौसम यहाँको
एकदम दामी छ। ल साथीहरु यहाँनिर हेर्नुस् है, यो चाहिँ हो आई लभ खरसाङमा हामी आएका छौँ। अहिले गाडी रोकेर हेर्नुस् टुरिस्टहरु यति ज्यादा छ, हामीमा डरलाग्दो केटीहरु छ। अब यहाँ एकछिन बसेर हामी निक्लिने छौँ। एकछिन यहाँनिर सिनेरी हेर्ने हो। यहाँ माथि देख्दैछ अब खरसाङ पुग्न अब ज्यादा टाइम छैन। यहाँ हेर्नुस् गाडीको बजार छ। अब चाहिँ हामी यहाँबाट निस्केकै साथीहरु घुमिहाल्यो, देखिहाल्यो। हेर्नुस् आई लभ खरसाङ। अब उकालो लाग्ने हो। लो है साथीहरु, अब चाहिँ हामी खरसाङ आइपुग्नु लाग्यौँ। मोटामोटी आइपुग्यौँ हामी। आज निकै ढिलो भयो किनकि ट्राफिक एकदम जाम, गाडी एकदम ज्यादा भिड। अहिले चाहिँ गाडी एकदम ज्यादा भयो, त्यसले गर्दाखेरि हामीलाई अलिक प्रब्लम भयो। ठिकै छ। हेर्नुहोस् यहाँको क्लाइमेटहरू हेर्नुहोस्। यो हो पारी चाहिँ यो हो खरसाङ आइपुग्यो। हेर्नुहोस् पुरा एकदम बादलै बादल छ, किनकि यहाँको मौसम चाहिँ केही भन्नु सक्दैन। कति बेला के हुन्छ, मौसमले चेन्ज गरि नै बस्छ। लो साथीहरु, अब चाहिँ हामी खरसाङ माथि आइपुग्यौँ। यो के भन्छ, यो हेर्नुहोस्, यो हनुमान डाँडा भन्छ यसलाई चाहिँ। एकदम दामी हो। हेर्नुहोस् कति ठुलो छ। मान्छेहरू आउँछ है, यता पूजा गर्छ। हनुमानजीको दर्शन गर्नु छ भने चाहिँ तपाईहरु चाहिँ यता आउनु पर्यो। र साथी हो, यो ब्लगको नेक्स्ट एपिसोड म छिटोभन्दा छिटो अपलोड गर्नेछु। तपाईहरु इन्तजार गर्नुहोला। थ्यांक यू सो मच।